भोट हाल्न जाँदै हुनुहुन्छ त्यसो भए एकैछिन रोकिनुस्। तपाईको एउटा भोट कुनै महाशक्तिको एटम बम भन्दा कम छैन। 30 वर्षदेखि देश लुट्नेहरू विरुद्ध यो बम पड्काउनु अघि भुलेर पनि नबिर्सनुस् ती दर्दनाक दृश्यहरू जसले खाडीमा पसिना बगाउन बाध्य बनायो, प्राणभन्दा प्रिय परिवारसँग बिछोड गरायो, सिङ्गो देशलाई खोक्रो बनायो र हाम्रा सन्ततिको भविष्य बर्बाद पारिदियो। मतपेटीका अगाडि उभिएर छाप लगाउनु अघि एक सेकेन्ड रोकिनुस्। के तपाईँ त्यो अनुहारलाई भोट हाल्दै हुनुहुन्छ जसको महल तपाईँकै सन्तानको रगत र पसिनाको जगमा ठडिएको छ, जसले तपाईँको सन्तानलाई खाडीमा पिसाब फेर्न पनि साउको अनुमति लिनुपर्ने गुलाम बनायो। ऐतिहासिक दिन फागुन 21 बुलेटबाट होइन ब्यालेटबाट देशको भविष्य बदल्ने अन्तिम अवसर। मतदान केन्द्रको त्यो एकान्त कुना जहाँ तपाईँको हातमा नीलो मसी लागेको स्वस्तिक छाप हुनेछ, तर त्यो छाप लगाउनु अघि एकपटक आँखा चिम्लिनुस् र यथार्थको ऐना हेर्नुस्। हिजो चप्पल लगाउन नसक्ने हैसियतका नेताहरू आज कसरी करोडौंका मालिक बने। खुल्लम खुल्ला सरकारी उद्योग बेचेर खाँदा पनि ठिक गर्यौं भन्ने शासकहरूको दम्ब सम्झिनुस्। सेवा गर्छु भनेर भोट माग्नेहरूले तपाईलाई चोटै चोट दिए, सुशासन माग्दा छाती र टाउकोमा ताकी ताकी गोली बर्साए, बोराका बोरा पैसा जलाएर पक्राउ पर्दा समेत त्यसलाई एआईले बनाएको भिडियो भन्दै राज्य संयन्त्रकै खिल्ली उडाउने अनुहारहरू सम्झिनुस्। यो चुनाव किन यति महत्त्वपूर्ण छ? किनभने यसले तपाईको भान्साको आँसु र परिवारको साससँग सरकार राख्छ। गरिबी र बेरोजगारीकै कारण पैसा नहुँदा दिनदिनै भइरहेका हाम्रा घर झगडा र थिचिएका सपनाहरू सम्झिनुस्। देशमा केही गरौं भन्ने युवाहरूलाई महाझन्झटको कानुन नै बनाएर देश निकाला गर्नेहरूलाई सम्झिनुस्। त्रिभुवन विमानस्थलको प्रस्थान कक्ष सम्झिनुस्। 50 डिग्रीको मरुभूमिमा रगत पसिना बगाउन उडेको जवान छोरो र उसलाई विदाई गर्दा चाउरिएका गालाभरि आँसु बगाइरहेका वृद्ध आमा बाबा। आज गाउँमा तातो पानी तताएर दिने कोही छैन। छोराछोरी मरुभूमिमा पसिना बगाइरहेका छन्, तर उनीहरूले पठाएको रेमिट्यान्समा यहाँ बिचौलिया र शासकहरूले मोज मस्ती गरिरहेका छन्। अनि सम्झिनुस् इरान जस्ता बिरानो देशको युद्धमा जहाँ हाम्रो कुनै दुश्मनी नै छैन, त्यहाँ ज्यान गुमाउन बाध्य भएका ती निर्दोष नेपाली दाजुभाइहरूको अनुहार। तर यहाँ बाहिर नभनिएको सबैभन्दा खतरनाक झुट अर्कै छ। जब नयाँ पुस्ता राजनीतिमा आउन खोज्यो तब यहाँ पुराना दलहरूले एउटा डरलाग्दो भ्रम फैलाए, अब विदेशीको कब्जा हुन्छ, विदेशीले नेपालीलाई गुलाम बनाउँछन्। तर सत्य के हो? सत्य यो हो कि वास्तविक गुलाम त आज नेपाली दाजुभाइ दिदीबहिनीहरू बनिसकेका छन्, जसले खाडीमा पिसाब लागेको बेला समेत विदेशी साउलाई सोध्नुपर्छ। भ्रष्टाचारले देश यति खोक्रो भइसक्यो कि घाम पानी नभनी तपाईँ हाम्रो सुरक्षा गर्ने राष्ट्रसेवक प्रहरी 50-100 रुपैयाँको खाजा खाएर ड्युटी गर्न बाध्य छन्। महिनाभरि काम गरेर केही हजार तलब पनि समयमा नपाउने चरम श्रम शोषण यहाँ भइरहेको छ। आम नागरिक जीवनजल नपाएर छटपटिँदा नेताहरू सामान्य हात छेउ आउँदा पनि सिङ्गापुर र थाइल्यान्ड पुगेर राज्यको ढुकुटी रित्याइरहेका छन्। फागुन 21 गते तपाईँ मतपेटीका अगाडि उभिँदा पार्टीको झण्डा होइन आफ्नै सन्ततिको अनुहार सम्झिनु होला। हजारको नोट बाँडेर मासु भात खुवाएर तपाईको आउँदो 1 दशक अन्धकार बनाउने खेल भइरहेको छ। नेताहरूले तपाईहरूलाई रैती ठानेका छन्, तर लोकतन्त्रमा एउटा सचेत नागरिकको भोट कुनै महाशक्तिको एटम बम भन्दा पनि शक्तिशाली हुन्छ। यो चुनाव 3 दशकदेखिको कुशासन र अत्याचारको अन्त्य गरेर न्याय र परिवर्तनको इतिहास लेख्ने जनमत संग्रह हो। यो आवेगको होइन विवेकको क्रान्ति हो। मतपत्र पट्याएर बाकसमा खसाल्दा यति याद राख्नु होला, देशको भविष्य नेताको चिल्लो भाषण र अनुशासनमा होइन, तपाईको हातमा रहेको एउटा स्वस्तिक छापमा अडेको छ।